सो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ इट्स मी मनिष कुमार थारू। मेरो भ्लग हेरिदिनु होला र मेरो मलाई साथ सपोर्ट दिनु होला भन्ने आशा गर्दै यो भ्लगलाई सुरुवात गर्दैछु। हामी चाहिँ अहिले एस सिटी रोमानियाको एस सिटीमा छौँ। अहिले चाहिँ हामी रुमबाट घुम्न निस्केको होइन, त्यही साथीहरू चाहिँ उता अगाडितिर छन्। हामी चाहिँ घुम्दै हिँड्दै रोमानियाको एस सिटीतिर डुल्दै होइन गाइजहरू। हाम्रो यता यो के हो, मेगा इमेज सुपर मार्केट रहेछ। यो चाहिँ सुपर मार्केट रहेछ। हेलो दाइ, के प्राइस? यहाँको रुख के एडिटै नगर्नु पर्ने है, कति दामी है, बवाल छ के। डेभलपमेन्ट फास्टेस्ट डेभलपमेन्ट भएको कन्ट्री हाम्रो। उता एउटा दाइ चाहिँ उता पछि हुनुहुन्छ, हामी चाहिँ डुल्दैछौँ। खै कसरी सोध्ने हो, ल्याङ्ग्वेज आउँदैन यिनीहरूको। तारा होला यहाँनिर स्कुल रहेछ। पाठहरू बवाल छन्। यहाँ बिल्डिङ धुलाइ भइरह। कसको रुख रहेछ त्यो, फल कसको रहेछ? हाम्रो त डुल्ने घुम्ने काम मात्रै हो। अस्ति के दाइ नि, आफ्नो देश नेपाल छोड्दाखेरि त हल्का मोटो चसाक्क गर्दो रहेछ नि, तर जति गरे पनि अब रुगा आएर कि चाहिँ कस्तो भएर हो, हल्का आफू चाहिँ झलमल चाहिँ भाकै हो। त्यही हो होइन, यस्तै हो चलिरहेको जिन्दगी। हामी चाहिँ यो युरोलाई लिमा कसरी कहाँ साथ छन् त्यो अफिस पनि खोज्दै गएको। अनि हामी भाडा कुरा पनि केही किनेको छैनौँ, त्यही भाडाको कुरा पनि किन्नु पर्ने छ। त्यही भएर अपार्टमेन्ट बिल्डिङहरू यस्तै बवाल छन्। नि त्यही हो हाम्रो आजको काम चाहिँ, त्यही हो। सो यस्तै हो होइन। अब सो यस्तै हो चलिरहेको जिन्दगी। अब यस्तै भाइटिकाको बेलामा पनि घुम्न भाइटिका आउँदै पनि अब म दिदीहरूको एक्लो भाइ भए पनि अब यस्तै विदेशिनु पर्यो। के गर्ने, बाध्यताले पनि विदेशिनु पर्छ होइन दाइ? यस्तै हो, बाध्यताले पनि विदेशतिर विदेशिनु पर्छ। यस्तै हो जिन्दगी, के गर्ने। अब आज चाहिँ हामी घुमघाम गरौँ भनेर यता आएको। कोपाउ के लेखेर रहेछ याद त आउँछ, के गर्ने। घरको अलिअलि याद त आइहाल्छ। भर्खर आएको छु म पनि अब विदेशतिर। बुवाई बाजेहरूको बाजे त हुनुहुन्न, सो हाम्रो बजेको याद आउँछ। बजैले मलाई 150 रुपियाँ दिनुभएको थियो होइन आउँदाखेरि। पहिला पनि दिदी र दाइ जापान जाँदाखेरि पनि बजैले 150 रुपियाँ दिनुभएको थियो। सो त्यही भएर मलाई पनि 150 रुपियाँ दिनुभयो। खुसी लाग्यो मलाई। पछि टिका लाउँदाखेरि पनि 20-30 रुपियाँ लैजा भनिराख्नु भएको थियो बजैले। पछि मैले लगिनँ। सो यस्तै हो। ल बजै, बरु तपाईँको आशीर्वादमा चाहिँ काटेको छ। मलाई 20-30 रुपियाँ चाहिन्न भनेर मैले चाहिँ वापिस गरेको होइन। दिदी बजैलाई हजुरलाई खर्च हुन्छ भनेर। अब पहिलाको 150 रुपियाँ चाहिँ बाध्यताले पनि लिनु पऱ्यो मलाई। अहिले यस्तै घुम्दै हिँडिरहेको छौँ हामी। बजेको माया लाग्छ जस्तो भए पनि। अब यस्तै हो। पहिला फेरि हामी चाहिँ यस्तै के भन्छन्, पहिला फेरि म काठमाडौँ आउँदाखेरि पढ्न आउँदाखेरि त्यसको इन्टरभ्यूको लागि खासै त्यो थिएन। म च्याउ पकाउनु भएको थियो मम्मीहरूले, जङ्गली च्याउ। अनि फेरि मम्मीले बुवाले ल्याउनु भएको थियो कहाँदेखि, त्यो पनि खानै नखाएर आएको। त्यही बजैले दिदीहरूले सबैले भनिराख्नु भएको थियो यस्तो यस्तो पहिलाको फेरि खाना खाएर गएनस् भनेर। त्यही भएर यस्तै अहिलेको दाइ स्याउ कस्तो लाग्यो भनिदिनु त। स्याउ चाहिँ मिठो हो। हामी दाइले र मैले चाहिँ 1 कुन्टा स्याउ टिपेर खाएको। हाम्रो ठ्याक्क त्यहाँ रुमनिर चाहिँ स्याउको कुटाहरू। ओखर भन्ने कुरो यो जङ्गल जस्तै कि होइन? जङ्गलै, स्याउका जङ्गल, ओखरका जङ्गल
जङ्गलै जङ्गल यस्तो खतरा खतरा छ यहाँ अपार्टमेन्टहरू भवाल छ होइन गाइजहरू अपार्टमेन्ट यहाँ के मान्छेहरू जेब्रा क्रसिङमा हुन बित्तिकै उता किन जाने यहाँ के मान्छेहरू बाटोमा उभिन बित्तिकै गाडी रोकिहाल्छ है यो के चाहिँ फल रहेछ फेरि यो खतरा छ खतरा जाने हो र नै त्यो सो गाइस हामी चाहिँ भिनाजु र म चाहिँ यता सुपर मार्केटमा छिरेको छौँ है सुपर मार्केटमा हामी चाहिँ कटौरा लिनुपर्ने छ त्यही भएर सुपर मार्केटमा छिरेका छन् थालहरू लिनुपर्ने छ त्यही भएर हो छिरेको थालहरू पाइने हो कि नै थाहा भएन डर लागेको थियो यहाँ सुपर मार्केटमा छिर्न पनि त्यहाँ माथिको सुपर मार्केटमा नडराएर जेठानसँग छिरेको यहाँ चाहिँ पाइन्छ किन भन्ने कुरा हो क्या त्यो थाल खाना खाने थाल त पाइन्न यहाँ कटौरा हुन्छ अरे ठुलै कटौरा हुन्छ अरे त्यो टोपी जस्तै छ कि छैन बाहर यी गल्ली छिरो र म यी गल्ली छिरो गाडीको र यस्तो पाइँदो रहेछ यता पनि फलफुलहरू छन् हामी चाहिँ नि गऱ्यौँ यहाँ फोटो खिच्दैछ त हामी चाहिँ सुपर मार्केटमा छिरेको भनेको सामानै पाएनन् के त्यही भएर हामी चाहिँ अब लाग्नु लाग्यो है हेर्नुहोस् यत्रो सुपर मार्केटमा पनि पाइएन क्या त्यो कटौरा जस्तै थाल पाइएन कि यत्रो ठुलो सुपर मार्केटमा पनि त्यही भएर फर्केको हामी त छैन छैन हो दाइ त्यत्रो ठुलो मार्केटमा पनि छैन त्यही थाल हो स्याउ 8 रुपियाँ किलो कहाँ 5 4 पनि लिऊ 4 लिऊ 5 लिऊको दाइ काम च्याउ सस्तो रहेछ यहाँ अलि के भने सो गाइस हामी चाहिँ यता के भन्छन् मार्केटतिरबाट घुमेर पनि यता हामी यता आइसकेको रुममा जान लाग्यो फर्किन लाग्यो ए दाइलाई हेर्नु बोरो ज्याते रे या ओ दाइ हो जान पाइन्छ अब हामी चाहिँ रुममा लागेको रुममा अहिले फेरि स्याउ टिपेर खाने हो त्यहाँनिर चाहिँ छोड्ने होइन स्याउ टिपेर खाने हो स्याउ टुर्क खैना हो हाम्रो चाहिँ अब फेरि चाहिँ स्याउ टुर्क हाम्रो गाई टुर्क तो यहाँ चाहिँ अपार्टमेंट बाबा लटम का वहाँ से लेकर डायरेक्ट हमारे यहाँ छिरजी टफ है पूरा यहाँ लाग गए यहाँ पुग्जी डायरेक्ट अब छिरडेना हो नि छिरडेना हो ऊ चाहिँ खाने हो तर ऊ त्यहाँ पारीबाट हेर्नु न अघि न ऊ त्यहाँ पारीबाट डाइरेक्ट हामी यता छिरेको भए त डाइरेक्ट पुगिन्थ्यो यतै त्यही बिल्डिङ त अघि हो त अघि अपार्टमेन्ट खतरा देखिन रहेछ भनेको त्यही त हो त अघि नको होला त्यही हो क्या त्यहाँ छिरेको भए त सिधा यता पुग्ने हो तर छिरेन हामी चाहिँ रुममा जान लाग्यो अब फेरि अहिले चाहिँ उताको पारी ढिकतिर जाने हो अहिले खेततिर होइन दाइ अहिले फेरि स्याउ खाने हो टिपेर सो हामी चाहिँ ल अहिले रुममा पुग्न लागेको छु देखाउँछु लागेपछि देखाउँछु तपाईँहरूलाई सो फाइनली गाइस हामी चाहिँ रुममा पुगिसकेको यो चाहिँ हाम्रो के भन्छन् यो रुमवाला साउनीको गार्डन हो त्यसैमा चप्क्या छ क्या स्याउ त फल्या छ यी अहिले फेरि स्याउ खाने हो हामी चाहिँ देखाउने छु तपाईँहरूलाई म चाहिँ फेरि स्याउ खाने हो स्याउ चाहिँ खानु छोड्ने होइन पाउन्जेलसम्म त खाइराख्ने हो घिसिराख्ने हो ल हाम्रो बस्ने अपार्टमेन्ट भनौँ कि बिल्डिङ भनौँ यही हो यो मेरो चाहिँ सो गाइस हामी चाहिँ घुमेर आएर पनि स्याउ खाँदै टोक्दै
बसिरहेको हाम्रो दोकान साथीहरू हामीले स्याउ टोक्दै बसिरहेको उता स्याउ केरा अन्डा हाम्रो दाइहरू फेरि भक्कर जान लाग्नु भएको छ घुम्न चाहिँ हामी चाहिँ आइसकेको घुमेर अब हाम्रो घुम्ने प्लानिङ त उता छ उता खेततिर अनि हामी त घुमेर आइसक्यो त अनि दाइ उता मार्केटतिर घुमेर आइसक्यो हामी अनि कति घुम्ने यस्तै बसिरहेको स्याउ टोक्दै बसिरहेको हामी गएर आइसकेको उता पारी कहाँ हामीलाई देखाइदिनुहोस् न त अनि कता मैले यो भाइले लग्यो नगरे ल्याउनु लाग्यो बट यसलाई पनि यहाँ मुजी कति पर्छ एक कति किन हो माग्यो यही जुगाड गरेर मार्केटमा गएर मागेको त राख्ला नै डलेर छोपिकिन याल्ला याल्ला ताला सिर दा सेफु भन्नु पर्ला फेरि यस्तै हो कस्तरी रे जेठान फेरि देखाउँ त कस्तरी हामी चाहिँ दाइ र म ओखर खाँदै ओखरका बुटाहरू यो हामी चाहिँ ओखर खाँदै ओखर चाहिँ लट्टै चाहिँ भुइँभरि झरेका छन् पुरा ओखरहरू ओखर खाँदै बस्दै ओखर सब ओखरले भरेर खानु पुरै ओखर यस्ता हुन्छन् ओखरका बुटाहरू ल गाइज आजको भ्लग चाहिँ यति हो हाम्रो भोक लागेपछि त ओखर खानु पर्यो ल यो भ्लगलाई चाहिँ यतिमा अन्त्य गर्न चाहन्छु टाटा बाई बाई फेरि पनि नयाँ भ्लगहरू लिएर आउने छु मलाई साथ सपोर्ट गर्नु होला है।